अलि हाँस्न ल भाइ सानो भाइ खै त थ्याङ्क यू भनेको हजुर नाति नै पर्छ अगाडि नाति नै यसरी नै लाइहाल्ने हो कि पहिलो पर्छ खाने होला के पहिलो पर्छ खाने होला हामी त भित्र बत्ती गरेर खान्छौँ खाएको पाटी खाने गरी अब पछि खान्छ रक्सी खान्छ बुढाले ड्रेस नलाने नातिनीहरू भनेर चिनिरहेको छ के तमु लोसारवे आसिमाला हामी तमुहरूको महान पर्व तलो घोडा वर्गको आगमनको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण तमु इष्टमित्र शुभचिन्तक लगायत सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छौँ।
हामी गुरुङहरूको मुख्य चाडको रूपमा मनाउँदै आइरहेको यस तमु लोसारको पावन अवसरमा आज मिति 2082 पुस 15 गतेका दिन विभिन्न कार्यक्रमहरूबाट भव्यता र सभ्यताका साथ कार्यक्रमलाई सञ्चालन गर्नको लागि यहाँ उपस्थित भइसकेका छौँ। म निरकला गुरुङ, म बुद्धसिंह गुरुङ। यहाँ उपस्थित सम्पूर्ण मान्यजन, आदरणीय कार्यवर्ग, आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, यस तमु लोसारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। लाई मञ्चमा आई आसन ग्रहण गरिदिनु हुन सविनय हार्दिक अनुरोध गर्दछौँ। आसन ग्रहणको सिलसिलामा यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणको लागि मध्य नेपाल नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष श्री रामबहादुर श्रेष्ठज्यूलाई आसन ग्रहणको साथै ब्याज र खादाले सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा हाम्रै मध्य नेपाल नगरपालिकाका उपप्रमुख श्री सीता गुरुङज्यूलाई मञ्चमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गर्न चाहन्छु। यस्तै मध्य नेपाल नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री सुशील थापाज्यूलाई, नगरपालिका वडा नम्बर 2 का अध्यक्ष पदम बहादुर थापाज्यूलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। ताली बजाऊ ताली। यो नानीले हाँस्यो भने अझै तिमीले नाच्दैन बजाउनु फेरि।
गाली सहयोग गर्नुहुने तपाईँ हाम्रै अभिभावक दुईपीले तमु समाजका निवर्तमान अध्यक्ष सुब्दा श्री प्रेमजङ गुरुङलाई पनि सम्मानित गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै उहाँलाई पनि धन्यवाद दिँदै उहाँ किसिमका कार्यक्रमहरू सञ्चालन गर्न सक्ने तेनो यद्यपि हाम्रो स्थापनाको निमित्त मध्य नेपाल नगरपालिकाको कार्यालयबाट मध्य नेपाल नगरपालिका वडा नम्बर 4 को कार्यालयबाट जुन ढङ्गले आर्थिक सहयोगहरू हामीलाई उपलब्ध भएको छ त्यो उपलब्धताको लागि म आदरणीय नगर प्रमुख रमेश कुमार पाण्डेज्यू लगायत सम्पूर्ण मध्य नेपालका आदरणीय जनप्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हामी उपस्थित भएका आदरणीय प्रमुख दाजुभाइ दिदीबहिनीहरूले हामीले अत्यन्त गहन रूपमा लिनुपर्ने आज विषयवस्तुको अगाडि सारेको छ। हाम्रो पहिचान हाम्रो एकता हाम्रो समृद्धिको निमित्त तपाईँ हामी नमिलिकन अगाडि बढ्न सकिँदैन। त्यसैले हाम्रो बिचमा भएका विभिन्न छिना मसिना मतभेदहरूलाई हामीले बिर्सिँदै हाम्रो एकतामा हाम्रो चाहिँ समृद्धिको निमित्त आज एकताको डोरीमा सूत्रवाद हुनलाई हामी अनिवार्य रूपमा अगाडि बढ्न जरुरी छ। राम राम आयो खसीले डाली नुङ्गै घाँस आयो खसीले डाली नुङ्गै घाँस तोतरीमा बसानीको सानो माया लगाइदिउँ कि कसो नरौ मायालाई तोतरीमा बसानीको सानो माया लगाइदिउँ कि कसो नरौ मायालाई राम राम गयो बनैमा बिगा झार्यो सजी बनैमा माधव हिँड्ने गर्नुपर्दो रहेछ यार। Kailam sachaba e ho mansha kolam tutto chaba e ho mansha kolam tutto chaba Kailam ni chaba kailam sochaba kailam ni chaba kailam sochaba e ho
सबै त आउँछ भिडियो नि गरिदिन्छु फोटो नि खिचिदिन्छु ल ल ल ल ल धन्यवाद तमुल बनाएको पनि छ के अरे यो जुन चाहिँ यो छ तपाईँको चाहिँ आज जुन आज मैले मगर समाजले चाहिँ नाच्नु भयो मगर समाजमा चाहन्छु वास्तवमा चाहिँ यसलाई यो राष्ट्रिय पर्वको रूपमा मनाउन पर्छ यो सबैले मनाउने छेत्री बाहुन नेवार ठकुरी मगर
सबै यो लोसार तमु लोसारलाई चाहिँ आफ्नो चाडपर्व सधैँ तपाईँहरूको साथमा रहनेछ र यो जुन पूर्वक वास्तवमा त्यहाँ धेरै माछासँग बोलाउनु भएको थियो म सुरुमा यहीँ आएँ यहीँ बसियो अब अन्त फोन गरे हुनुहुन्छ जान परिन्छ यो के अरे म चाहिँ यो के अरे पुनः यो अध्यक्ष लगायत परिवारहरूलाई जुन सम्मान प्रकट गर्नुभएको छ म त्यसलाई विशेष धन्यवाद दिन चाहन्छु। एउटा कुरो तपाईँको यो पहिचान र संस्कृति वास्तवमा चाहिँ हाम्रो यो संस्कृति पनि हो चाहिँ यो यसले एउटा कुराहरू सिकाउँछ। यो तपाईँको तमुहरूमा एउटा ठुलो संस्कृतिको तपाउना ठुलालाई सम्मान गर्नु सबै जातिको संस्कृतिको सम्मानको व्यवहार नगरपालिकाले Johnny,